हाम्रो घरमा नयाँ एयर फ्रायर आएको थियो विदाउट ओइल अनि सजिलैसँग थोरै टाइममा हेल्दी र क्रिस्पी मिठो चिकन रोस्ट रेसिपी तपाईँहरू पनि ट्राई गर्नु होला है त। मैले चिकनलाई 25 मिनटको लागि म्यारिनेट गर्छु अनि यता मैले एयर फ्रायरको भाँडामा हल्का तेल लगाउँछु। तेल लगायो भने भाँडामा टाँसिँदैन। अनि त्यसपछि अघि म्यारिनेट गरेको चिकनलाई एउटा एउटा राखेर त्यस भाँडामा राखिदिन्छु। अनि त्यसपछि सबै चिकनहरू राखेर मलाई चाहिँ हल्का सुरुमा आइडिया थिएँ त्यसै ड्याडीसँग सिक्दैछु 20 मिनटको टाइम। अनि त्यसपछि 180 डिग्रीमा मैले यसलाई छोडिदिन्छु। अनि यता ड्याडीले मलाई अघि उता बजारबाट घमन्जा ल्याइदिनु भएको थियो। नेपालगञ्जको बेस्ट हो नि त घमन्जा। अनि म चाहिँ बसेर घमन्जा खाँदैछु। मलाई चाहिँ घमन्जा एकदम धेरै मनपर्छ। बिहान नास्ता खाएको थिएन, भोक यति धेरै लागिसकेको थियो। अनि त्यसैले म बसेर घमन्जा खाँदैछु। अनि उता मेरो चिकन पनि पाकिरहेको थियो। अनि उता टाइम भयो अनि हेर्न जान्छु। अनि त्यसपछि यो आधा चाहिँ पाकेको छ अनि पुरै अलि पाकेको छैन नि त। अनि त्यसपछि फेरि यसलाई फर्काएर अनि अब चाहिँ थोरै टाइममा यसलाई मैले राखिदिन्छु 10 मिनट जति। अनि त्यसपछि फाइनली तयार भयो हाम्रो मिठो क्रिस्पी चिकन। यस्तो राम्रो मिठो थियो कि पुरै नगर्नुहोस् है त। अनि यता मैले अर्को प्लेटमा यसलाई बनाउँछु। अनि यो भाँडा पनि पखाल्छु। भाँडामा हल्का हल्का तेलहरू निस्किरहेको हुन्छ। अनि त्यसपछि त्यो भाँडा पखालेर मैले चाहिँ यता ट्राई गर्दैछु कस्तो भयो भनेर। यस्तो मिठो लागेको थियो, मन थाम्नै सकेन। मैले त एउटा एउटा गर्दै गम्की गम खाइरहेको थिएँ। हजुरहरू पनि घरमा यसरी नै ट्राई गर्नु होला एयर फ्रायर